आज म अलिक निकै खुसी पनि छु किन भन्दा लामो समयपछि म आफू जन्मेको ठाउँ हुर्केको ठाउँ र मैले यही ठाउँमा रमाएर यही ठाउँमा लामो समय बिताएर आफ्नो बाल्यकाल सँगसँगै यही ठाउँमा चाहिँ आफ्नो +2 सम्मको कक्षा 12 सम्मको अध्ययन गरेको विद्यालयको छेउ नजिक आएर बोल्दा एकदमै खुसी लागेको छ र सँगसँगै म अहिले बालङ्खा बजारमा छु र यो बालङ्खा बजार भन्ने बित्तिकै आमचुकको एउटा चाहिँ केन्द्रको रूपमा चिनिन्छ जहाँ चाहिँ यहाँ विभिन्न जात जाति विभिन्न भाषा भाषी विभिन्न धर्म लगायत सम्पूर्ण सबै हामी एक भएर बसेका छौँ र सँगसँगै यहाँ एउटा पार्क छ जुन पार्कमा चाहिँ हामीले यहाँ अहिले निकै राम्रो चाहिँ दृश्यहरू अवलोकन गर्न सक्छौँ र सँगसँगै भनेको यहाँ एउटा मैले भन्नै पर्छ म कक्षा 12 सम्म पढेको विद्यालय यहाँ छ